अनि तपाईको चुनावी खर्चहरू कसरी तपाईले म्यानेज गर्दै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कतिको गाह्रो साह्रो छ? होइन त्यस्तो छ, म चुनावी खर्चहरू मैले अहिले कसैमा पनि कहीँ पनि सार्वजनिक अपिल गरेको छुइनँ होइन। हाम्रा चाहिँ नि केही बुझ्ने हाम्रा देखिराख्नु भएको छ। अब झापा क्षेत्र नम्बर 5 मा सबैजनाले थाहा पाइसक्नु भएको छ, त्यो बाहिर जस्तो हल्ला भित्र छैन। हेर्नुहोस्, चुनाव माटोले जितिसकेको छ, अब माटोमय भइसकेको छ। हामी त के गरेका छौँ भन्दाखेरि जति ठुलो तपाईँको चाहिँ नि 30-40वटा गाडी देख्छु नि त म होइन, मेरो अगाडि त्यसरी कुदाइराखेको देख्छु बिचराहरू। 30-40वटा गाडी हुन्छ, त्यहाँ मान्छे हुन्छ 20 जना पनि 10 जना पनि हुँदैन रहेछ क्या उहाँहरूको। सबै कार्यकर्ता भेला भयो, हिँड्यो, कार्यकर्ता भेला भयो, हिँड्यो। त्यस्तो अवस्थालाई देख्दाखेरि के छ त भन्दाखेरि चाहिँ हामी चाहिँ अब घर दैलोमा पुगिरहेका छौँ। अनि यो त्यस्तो धेरै खर्च गर्नुपर्छ भन्ने यो नै छैन क्या। फेरि कुरो बुझ्नुभयो नि, यो हामी चाहिँ नर्मल कुदेर छौँ, बाइक स्कुटी सफारी हुन्छ हाम्रो, त्यहाँनिर हिँड्यो हामी चाहिँ तपाईँको कहाँ पुग्छौँ त्यही नै यसो खानासाना यसो के हुन्छ, हाम्रो श्रमदाताहरू हुनुहुन्छ, उहाँहरूले यसो टक्काटुक्का बनाइहाल्नुहुन्छ, अनि खाने हिँडिहाल्ने, प्रचार गर्दै हिँडिहाल्ने। हाम्रो त्यस्तो तामझाम छैन, सुताइ भुइँमा छ हामी है, त्यही हो।